लमिन यामालको स्पेनले अर्जेन्टिनालाई चाहिँ र्याक्ती पारेर 2026 को वर्ल्ड कप उठाइसकेको छ र बधाई छ स्पेनलाई। एकदम 16 वर्ष पछाडि चाहिँ वर्ल्ड कप जित्न सफल भएका छन् होइन। हिजो अथवा आज बिहानको खेल हेर्ने हो भने यस्तो दामी डोमिनेन्स भनौँ न, 20 वटा भन्दा बढी सर्ट्स होइन हाम्रो स्पेनको, अनि त्यस पछाडि 11 वटा सर्ट्स अन टार्गेट, त्यसपछि अर्जेन्टिनाको जम्मा 3 वटा सर्ट्स। भनेपछि यो स्ट्याट्सले नै भन्छ कि कस्तो थियो खेल होइन। स्ट्याट हेर्ने हो भने छैन राम्रो अलिकति अर्जेन्टिनाको है। र योभन्दा अगाडि मान्छेहरूले भनिरहेछन् लगले फेभर गरेर चाहिँ फाइनलसम्म आयो भनेर, म त्यो चाहिँ भन्न चाहन्न। तर जस अर्जेन्टिनाले चाहिँ जस्तो खेल देखाउनु पर्ने थियो त्यो खेल देखाउन सकेन हिजो, र स्पेनले वान साइडेड पेलेको छ। लगभग 2 गोल हुने एकदम क्लियर कट चान्स थियो, तर त्यो चान्सहरू चाहिँ स्पेनले कन्भर्ट गर्न सकेन र 1-0 को शानदार जित जित्यो है त। कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने? यो लमिन यामाल 19 वर्षको केटाको, कुबार्सी 19 वर्षको केटो होइन देखि लिएर सबै खेलाडीहरूले चाहिँ खतरा खेले। भर्खरका यङ खेलाडीहरूले, मेसीलाई आइडलाइज गर्ने केटाहरूले चाहिँ मेसीलाई वर्ल्ड कप फाइनलबाट आउट पारिसकेका छन्। हिजोको खेलको कुरा गर्ने हो भने स्पेन अन द टप थियो होइन, अनि त्यस पछाडि अफ द टप थियो, अनि त्यस पछाडि हाम्रो अर्जेन्टिनाको कोचले चाहिँ हिजो अलिकति राम्रो गरेन जस्तो मलाई लाग्छ। लियोनल स्केलोनीले चाहिँ अलिकति, मलाई चाहिँ मेरो आँखामा भिजेको खेलाडी योपालि अर्जेन्टिनाको मेसी पछाडि लौतारो मार्टिनेज थियो। म भन्छु किन लौतारो मार्टिनेजलाई हिजो खेलाएन अर्जेन्टिनाले? के एन्जोलाई चाहिँ रेड कार्ड पाएदेखि चाहिँ लौतारोलाई हाल्न चाहिँ मानेन अथवा के गर्न खोजेको मलाई थाहा भएन होइन। अनि त्यसपछि मेसी मात्र एकजना अगाडि, अरू सब डिफेन्सिभ लाइनमा थिए र मेसी कहिले पनि प्रेस गर्न जाँदैन। मेसी यसै बुढो भइसक्यो, आएको बलहरूलाई छलाएर यताउति गरेर गोल हान्ने उसको काम हो। तर पनि हिजो त्यो हुनै सकेन, सक्दै सकेन है। किपरले राम्रो सेभहरू गरेको लौतारो, सरी हाम्रो अर्जेन्टिनियन किपर होइन, हाम्रो लौतारो मार्टिनेज मेरो मुखमा झुन्डिरहेको छ, किन भन्दाखेरि हि इज वान अफ द बेस्ट प्लेयर राइट नाउ फ्रम अर्जेन्टिना होइन। त्यसमा कुनै डाउट नै भएन, डाउट नै छैन होइन। ठिक छ, अर्जेन्टिनियन फ्यान्स हो तिमीहरू, रिसाउनु पर्ने दायाँ बायाँ गर्नुपर्ने कुनै रिजन छैन, किन भन्दाखेरि 2022 को वर्ल्ड कप चाहिँ अर्जेन्टिनाले उठाएको छ होइन। तर पनि अब अलिकति दुःख त लागिहाल्छ, फाइनलमा पुगेर आउट भए होइन, अगाडि आउट भए होइन, फाइनलमा पुगेको, तर पनि ठिक छ होइन। तर जस स्पेनले अझै 2-4 वर्ष आफ्नो र्याक्ती देखाउँछ र लमिन यामाल अबको 10-12 वर्षसम्म चाहिँ लमिन यामालले आफ्नो डोमिनेन्स देखाउनेछ फुटबल जगतमा, यो चाहिँ 100% हो है। अनि अरू खेलको कुरा गर्नु पर्दाखेरि एकदम ठिक थियो भनौँ, ठिक थियो, स्पेनले पेलिदियो होइन। त्यसमा म खुसी पनि छु, किन भन्दाखेरि अर्जेन्टिनाले हार्नै पर्ने थियो मेरो लागि एज अ न्युट्रल फुटबल फ्यान होइन। योभन्दा पहिलादेखि कन्ट्रोभर्सीहरू आइरहेको थियो, दायाँ बायाँ भइरहेको थियो होइन। तर पनि अलिकति दुःख भनेको मेसीको लागि लागेको छ, मेसीका फ्यान्सहरूको लागि मलाई दुःख पटक्कै पनि लागेको छैन होइन। मेसी जे भए पनि जस्तो भए पनि गोड नै हो होइन। वर्ल्ड कप जित्दैमा माथि जाने, वर्ल्ड कप नजित्दैमा तल आउने भन्ने हुँदैन, उसको लेभल जहाँ छ त्यहीँ हुनेछ रोनाल्डोसँगै। बधाई छ स्पेनलाई वान्स अगेन है। र अब आउने क्लब फुटबलको गेमहरू चाहिँ हामीले हेर्छौँ, दिनदिनै यस्तै भिडियोहरू आउँछ। यसो लाइक, सेयर, सब्सक्राइब सबै हानिदिनु होला। इट्स मी योर बोय प्रभास।